Hi guys, welcome to my YouTube channel. Guys, it's me Navina. साथीहरु आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला एन्ड म पनि सन्चै छु। आज चाहिँ म गाइस आज चाहिँ म होल डे के गर्छु भनेर आज हजुरहरुलाई देखाउँछु। मेरो भिडियोलाई अन्तिमसम्म हेर्दै जानु होला साथीहरु एन्ड तपाईहरु यदि नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला साथीहरु। अनि आजको मेरो होल डे चाहिँ कसरी बित्छ भनेर हेर्दै जानु होला। गाइज मेरो हरेक दिन यसरी नै बितिरा हुन्छ, तर मैले आज चाहिँ भिडियो बनाउँदै छु। तर प्राय मैले भिडियो बनाउँदैन किनभने म धेरै बिजी हुन्छ त्यही भएर गाइज भोइस चाहिँ यस्तै हो मेरो, कहिले फ्रेसै हुँदैन। किन म भर्खरै उठेको हो कि जस्तो लाग्छ। अब चाहिँ साथीहरु खानासाना खाएर पनि जाँदैछु म क्लासतिर। साथीहरु हतार हतार गर्दै पठाउमा देख्न सक्नुहुन्छ। म बाटो चाहिँ कता कता घुमायो के मलाई 10-15 मिनेट लेट पुर्याइदियो कि मलाई चाहिँ पठाउले अर्कै बाटो गयो कि। अनि मैले त्यता बाटो हैन भनेर भनेथे उहाँलाई, तर उहाँले मलाई थाहा छ भन्नुभयो। सो धेरै नै घुम्न पर्यो हामीहरु। 15 मिनेट म लेट भयो कि गाइस देख्न सक्नुहुन्छ। अनि जस राम्रो देखिरहेछ एकदम, कस्तो राम्रो देखिरहेछ मैले आई होप हजुरले नि एकदम राम्रो देखिरहनु भएको छ। आई थिंक अंकल हुन सक्छ अझै उतै हेर्नुस्, उतै हेर्नुस्, यो त होइन। गाइस मलाई चाहिँ पुग्नको लागि लगभग पनि 40 मिनट्स लाग्यो कि। अब चाहिँ साथीहरु फेरि म क्लासहरु सकेर मेरो 1 घण्टाको क्लास सकेर फेरि म अर्को क्लास जानु छ। म जाँदैछु अब नेक्स्ट क्लास। मेरो नेक्स्ट क्लास चाहिँ स्वयम्भूमा छ। सो स्वयम्भू पुग्नको लागि पनि मलाई लगभग 45-50 मिनट्स लाग्ने रहेछ। सो په ठाउँमा चढेर फेरि म जाँदैछु साथीहरु, देख्न सक्नुहुन्छ। दौडे हरेक दिन मेरो यसरी नै बितिरहेको हुन्छ समय। गाइस देख्न सक्नुहुन्छ दौडे मलाई लाग्छ साथीहरु म आई थिंक ट्राभल गरे जस्तै देखिरहेछ आफूले भिडियो हेर्दाखेरि या एडिट गर्दाखेरि। मैले अहिले चाहिँ भोइस ओभर गर्दैछु किनभने त्यो बनाउँछु त भने भिडियो, तर त्यो दिन मलाई कस्तो बोल्नै मन लागेन कि धेरै बोल्दा क्लासमा। त्यही भएर मैले पछि अहिले भोइस ओभर गर्दैछु भिडियो एडिट गर्दाखेरि भिडियोहरु। त्यही हो साथीहरु, एभ्रीडे टायर्ड हुन्छ कि धेरै बोलेपछि अनि हिँडेपछि अनि फेरि बोल्नै मन नलागिन्छ। गाइस धेरै त मेरो बाटोकै भिडियो बनिरहेको रहेछ साथीहरु। साथीहरु म चाहिँ अब लगभग म स्वयम्भू पुगिसक्यो। अब म जो स्वयम्भू भित्र नै पर्छ कि त्यो स्कुल चाहिँ। अनि जाँदैछु तर जस राम्रो देखिएको छ यहाँनिर नेपाल जस्तो पनि फिलिङ आएको छैन कि मलाई। म कति भ्रमण गर्दैछु जस्तो लागिरहेको छ, तर म नेपालमै क्लास जाँदै थिएँ, काममा जाँदै थिएँ। गाइस टायर भएर पुरै 45-50 मिनट्स लाग्यो मलाई पुग्नलाई।
अनि कति धेरै टाढो छ कि गाइस एउटा कुनामा एउटा क्लास छ अर्को कुनामा अर्को क्लास छ यस्तै चलिरहेको छ गाइस मेरो जिन्दगी यस्तै चलिरहन्छ हरेक दिन नयाँ नयाँ ठाउँमा जाने कामहरू गर्ने सो त्यस्तै चलिरहन्छ तर पनि जसो म एडजस्ट गरिरहेको छु धेरै कुरा सिकि पनि रहेको छु साथीहरू दौडै थकिँदै हुने कि गाइज यो चाहिँ म पछि भोइस ओभर गर्दैछु नि त सो त्यो दिन त्यहाँदेखि गाडी चढेर यता फर्कनको लागि 2 आवर्स लाग्यो कि गाइज पुरा कारले मातेर जानै मरे गाइज देख्न सक्नुहुन्छ यो सबै स्वयम्भू एरिया हो गाइज पुरा ट्राभल गरेको भिडियो जस्तै भइरहेको छ मेरो त तर कामतिर हिँड्दै हो गाइज अझ म स्कुल पुगेकै छैन कि गाइज घरिघरि भिडियो राम्रो बनाउँछु भन्छु घरिघरि चाहिँ ब्लर आउँदो रहेछ कस्तो भनेको साथीहरू म चाहिँ अब स्कुल पुगेँ साथीहरू देख्न सक्नुहुन्छ नयाँ स्कुल चाहिँ यस्तो रहेको छ गाइस है यो चाहिँ स्वयम्भूमा पर्दछ क्लासेस चलिरहेको छ त्यहाँसम्म अलिकति भिडियो पनि बनाएँ मैले देख्न सक्नुहुन्छ स्टुडेन्टहरू अब फेरि निक्लियो साथीहरू क्लास सकेर क्लास चाहिँ 3:30 देखि 5 o'clock सम्म थियो सो त्यो क्लास सकेर निस्क्यो अब चाहिँ मैले सोचेँ स्वयम्भू धेरै भयो नगएको सो जानु पर्ला अनि भिडियो नि बनाउनु पर्ला एकछिन यसो हाइकिङ पनि हिँड्न पाइन्छ भनेर गाइस म चाहिँ निक्लियो अनि हिँड्दैछु उकालो बाटोमा जस एकदम उकालो तर कस्तो त्यो हिँड्न धेरै गाह्रो थिएन सजिलो नै थियो साथीहरू देख्न सक्नुहुन्छ एकदम क्लिन निट एन्ड क्लिन पनि छ रमाइलो थियो त्यहाँ हिँड्नको लागि चाहिँ यहाँ देख्न सक्नुहुन्छ पुरा मेरो हालत होइन पुरा यत्रो धेरै ठुलो झोला बोकेर हिँड्दैछु म उकालो बाटोमा केही एक्सप्लेन गर्दैछु जस्तो लाग्छ मलाई गाइस उकालो बाटो हिँड्दैछु हाइकिङ साथीहरू देखिहाल्नुभयो मेरो हालत होइन अहिले चाहिँ फेरि अब म भिडियो बनाउन थालेँ यतिकै हिँड्दै उकालो बाटो रहेछ तर त्यो लाग्ने उकालो थिएन सो मजा थियो जतिखेर पनि माइन्डमा दिमाग चलाइरहेको बेला तर घरिघरि यसरी हिँड्न पाउँदा कस्तो खुसी लाग्ने कि गाइस त्यही भइरहेको थियो स्वयम्भू आएको सायद कति 4-5 वर्ष पछाडि 5-6 वर्षपछि नै गयो होला सायद जस्तो लाग्छ मलाई गाइस है देख्न सक्नुहुन्छ पुरा सपहरू छ कि यो चाहिँ टुरिस्ट एरिया हो नि त त्यही भएर कति धेरै सपहरू हुन्छ कि त्यो देखिरहनु भएको थियो नि अघि नै गाइस तर यो बनाउँदै रहेछ अहिले स्तूपा चाहिँ
गाइस अब म तपाईहरुलाई काठमाडौँ सहर देखाउँछु। वेट गर्दै गर्नु होला साथीहरु। सिटी भनेको यो हो के देख्न सक्नुहुन्छ गाइस ल काठमाडौँ सिटी हेर्नुहोस् है। फाइनली सिटी हेर्न वहाँ के स्वयम्भू आइहाल्नु देखेको सर। अलिकति एक पाटा एक साइड देखेको भनौँ न एक साइडको भाग चाहिँ रिटर्स गाइस हामीलाई काठमाडौँ हेर्नु पर्यो भने कि त चन्द्रगिरी जानु पर्यो कि त हामीलाई जानु पर्यो हामी जाने बाटो यो हो जस्तो लाग्छ काठमाडौँ सिटी पुरा देख्छ कि रिङटा लाग्छ सर मलाई त आउनुस् है धेरै हिँडेर डुलेर पढेर बोलेर ज्यादा मलाई कस्तो एक्सप्लेन गर्न मन नलागेर मैले अहिले भिडियो मतलब भोइस ओभर गर्दैछु गाइस मैले। त्यो धेरै मान्छेहरु देख्न सक्नुहुन्छ यहाँनिर गाइस फेरि देख्न सक्नुहुन्छ अर्को ठाउँबाट फेरि देखाउँदैछु तपाईहरुलाई काठमाडौँ सिटी। यस्तै देख्न सक्नुहुन्छ कति धेरै ठुलो लाग्छ कि यहाँदेखि हेर्दा त गाइस अहिले त मैले जुम गरेर सर देखाउँदैछु तपाईहरुलाई सिटी कति धेरै ठुलो छ भनेर गाइस त्यहाँ पर एकदम राम्रो राम्रो घरहरु छ ठुलो अग्लो अग्लो घरहरु। अहिले यो स्वयम्भू पुरा मङ्कीहरु कति धेरै छ मङ्कीहरु। मलाई एकदम सिन चाहिँ यही नै मन पर्यो काठमाडौँको पुरा यी घरहरु गाइस एकदम राम्रो छ। अब लगभग आजको सकियो हाम्रो यात्रा गाइस।